हेलो गुड मर्निङ सबैजनालाई। तपाईँहरू उठिसक्नुभयो कि भएन? म चाहिँ भर्खर उठेर पानी सानी खाएर चाहिँ आज फेरि मर्निङ वक जाँदैछु हो। बुढा सुतिरहेको थियो, जबरजस्ती उठाएर भिडियो पनि के हाल्नुहुन्छ हो। एउटै जग्गाको कति हाल्नु भनेर चाहिँ हामी चाहिँ निक्लिसक्यौँ। हेर्दै जानुहोस् है त, यो तेर्सोबाट चाहिँ हाम्रो घर जान्छ, यो साइडबाट चाहिँ बान जान्छ। यहाँ चाहिँ टोटोहरू पुरा बसिरहेको छ, अस्ति मैले देखाएको थिएँ नि तपाईँलाई, त्यो जान्छ। अन्त यताबाट चाहिँ बजार जान्छ। तर आज चाहिँ हामी यो साइड जाँदैछौँ, किनकि यो साइडबाट चाहिँ केहरू देख्छ। बजार त के जानु होइन, यो साइड चाहिँ मैले कहिले देखाएको थिइनँ तपाईँहरूलाई, त्यही भएर यो साइडबाट चाहिँ जाँदैछौँ हामी। हेर्नुहोस् है त, के छ, कसो कसो छ, म तपाईँहरूलाई देखाउँदै जान्छु। साथीहरू, म चाहिँ भिडियो गर्नु आएको होइन। मेरो बुढा चाहिँ यस्तो डरलाग्दो कुद्छ कि खै के भन्नु। अब मलाई त एउटा जस्तै भए पनि अब क्या, एकजना भिडियो गर्दाखेरि साथी चाहिँ चाहिने। मेरो बुढाकोमा चाहिँ टाइमै हुँदैन। यहाँनिर चाहिँ बङ्गलाबाट के लेखेको छ अलिक बुझिनँ हो। यहाँ चाहिँ मन्दिर छ, गेट बन्द छ र पो त। यहाँनिर चाहिँ कोही बेला रासिनहरू, द्वारे सरकार हुन्छ नि, यहाँ रासिनहरू पनि दिन्छ। हेर्नु, यहाँ मन्दिर छ शिवको। साथीहरू हेर्नु, गाईहरू कत्रो कत्रो गाई छ। यहाँ चाहिँ गाईहरू बाँध्दो रहेछ हो। अहिले गरमले गर्दा होला, सायदै बाहिर राखेको होला। यो साइडमा पनि गाईहरू थुप्रो रहेछ। यहाँ हेर्नु है साथीहरू, कत्रो कत्रो गाईहरू लु। फेरि यहाँनिर चाहिँ तपाईँहरूलाई थाहा छ, बङ्गालीहरूले चाहिँ गाईलाई पनि गोरु भन्छ, गोरुलाई चाहिँ कुनि त के भन्छ, कुनि गोरुको दुध भन्छ हो। हाँस उठ्छ म त। हेर्नु साथीहरू, जुम गरेर देखाउँछ है त तपाईँहरूलाई। हेर्नु, यहाँ हाम्रो घरको छेउमा पनि, हाम्रो घरबाट 5 मिनट लाग्छ, यहाँनिर चाहिँ ठुलो मेडिकल कलेज बनिँदैछ, देख्न सक्नुहुन्छ। होस्, हेर्नु, तपाईँहरूको पनि कोही नानीहरू, कोही आफन्तहरू पढाउनु चाहनुहुन्छ भने यहाँ पढाउन सक्नुहुन्छ। साथीहरू, यो देख्नुहुँदैछ, यो चाहिँ फरेस्ट क्वार्टरहरू। यो एरिया चाहिँ सबै क्वार्टरै क्वार्टर छ हो। अन्त मेरो बुढाहरू चाहिँ पहिला यहीँ बसेको अरे हो, यहीँ जन्मेको अरे, यही क्वार्टरमा जन्मेको अरे। अन्त ससुराको चाहिँ के भन्छ, रिटायर भएर चाहिँ त्यहाँ सेनपाडामा घर बनाएको थियो, त्यही भएर अहिले चाहिँ सेनपाडामा बस्छ। हेर्नुहोस् न, गेटहरू लगाइरहेको छ र पो त। म पनि कहिले पसेकै छुइनँ अहिलेसम्म होइन। पुरा पस्नु चाहिँ इच्छा थियो, तर छैन। अहिले चाहिँ को बस्छ कुनै। यहाँ चाहिँ ग्यारेजहरू छ रहेछ हो। हेर्नुहोस् है त, यस्तो रहेछ। ल त साथीहरू, मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्, अनि फलो पनि गरिदिनु होला। बाई बाई।